हेलो साथीहरु नमस्कार। आज एकदमै गर्मी भइरहेछ, त्यही भएर बिहान ड्युटीबाट आएँ है, नाइट ड्युटी थियो, ड्युटीबाट आएँ। अब यसो गर्मी पनि छ, घुम्न निस्किम भनेर सोचेको। अब हेरौँ कहाँ पुगिन्छ, कहाँसम्म पुगिन्छ है त। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला है। वाउ कस्तो राम्रो जंगल है साथीहरु। यो चाहिँ हेटौडा जाने बाटो हो। यही बाटो दक्षिणकाली फार्मिङ पनि जान्छ। अरु कता कुलेखानीहरु पनि यतैबाट जान्छ नि। बाटो त एकदम दामी छ, तर यो बाटोमा धेरै एक्सिडेन्टहरु पनि भइराखेको हुन्छ। बसहरु पनि अस्ति बन्दिरहेको छ हैन, बाइकहरु पनि प्राय फुटिरहेको हुन्छ। के भयो यो बाटो अलि साँग्रो भएर हो कि राम्रो छ। बाटोमा राम्रो भएर धेरै कुदाउँछ। अनि त्यो हेटौडादेखि आउने चाहिँ बुलेरो चाहिँ लास्टै स्पिडमा हुन्छ क्या। त्यही भएर पनि घरिघरि सुइसी तलतिर भिडतिर गइरहेको हुन्छ। दक्षिणकालीबाट आइरहेको छ यो गाडीहरू चाहिँ। माथि यो साथीहरू, यो चाहिँ नेपालको झन्डा देखिरहेको छ, त्रिशुल। यो चाहिँ के भन्छ, हाम्रो फ्लाइटबाट काठमाडौँ भएर छिर्दाखेरि देखिने। अहिले अब यो देखेपछि चाहिँ ल अब ल्यान्डिङ हुन लागेछ है भन्ने सङ्केत हो। अब कस्तो रातो माटोमा कस्तो राम्रो देखिएको। फेरि यहाँ के हुन्छ ठोकै छ। पछाडिबाट हानेछ है, स्पिडै हुन्छ भन्दै थियो नि भर्खरै ठोकिहाल्छ। कस्तो खतरा छ यो ठाउँ चाहिँ। त्यो अझ यहाँ त बाख्राहरू चढ्न पनि सक्दैन मान्छेले, घाँस काट्नै नसक्ने खालकोहरू छ यो गिरहरू। तर पनि दामी छ यता। हेर नि त छिटो कुदाउने अनि ठोक्किने पनि यिनीहरू नै हो। यो एरियालाई पनि दक्षिणकाली नै भन्छ नि भन त। के हो भन्छ ए माथि नै चाहिँ त्यो भगवान् बुद्धको मूर्ति पनि छ। अब मौसमले पनि साथ दियो, तर पानी चाहिँ नपरोस्। तर घामलाई पनि बादलले छेकेर अहिले चाहिँ शीतल भइरहेछ। हामी चाहिँ फार्पिङ आइपुग्यौँ। के नयाँ बाटो यो। पारिँदै बाटो रहेछ हामी जाने। रातो पारी त्यो रातो बाटो रहेछ क्या हामी जाने। दामी मकैहरू है। सानो घरहरू रहेछ चाहिँ। ए काँक्रा खेती रहेछ, काँक्रा खेती खुल्ला छ, राम्रै छ। त्यस्तो धेरै नपर्ला र पनि। अघि हामी आएको पारीबाट त्यो भवनहरू नास्पातीको बोटहरू रहेछ। बाटो सानो रहेछ नि धेरै। फार्पिङ यहाँ यो कर्नरमा त ठोकाउनै हाल्छ। साथीहरु यो पुरा सबै यो नास्पाती रहेछ, फलिरहेछ सानो सानो। यो पनि नास्पातीकै बोट हो। यहाँदेखि त सब नास्पाती। फुलहरू
नास्पति नै नास्पति नास्पति माथि गुम्बा सबै नास्पति अन्त माथि गुम्बा तल पो छ त बाङ्गे छ यता पनि पहिरो यता पनि पहिरो बारीहरू अलिक अलिक कस्तो भन्छ पोल्टै परेको बारीहरूमा आमामा यति धेरै गोपिनु गोपिन्छ साथीहरू लैहाल्छ र काठमाडौँलाई त यतैबाट भ्याइदिने जस्तो छ त्यही पनि सकेको छैन है कोपीको संसार यता तल पनि कोपी बारी 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 सब 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 कोपीको संसार रहेछ साथीहरू त मैले यति धेरै कोपी देखेर सबै परिसक्यो बाटो भर्खरै बनेको रहेछ है पुरा भर्खरै ताजा ताजा कालो पत्रै छ मौसम त एकदमै राम्रो भोक लागेको नि बिर्सिसकेँ मैले त निद्रा लागेको नि बिर्सिसकेँ मैले त अहिले यहाँ जाँदाखेरि त्यस्तो छ ठाउँ पुगेपछि के कस्तो हुने अझै पनि कस्तो राम्रो राम्रो ठाउँ आउँछ होला टमाटर हुँदैछ टमाटर र कोपीको त कम्ती नै छ नि सब कोपी 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 टमाटर टमाटर माथि चाहिँ राम्रो बाटो चाहिँ हिलो हिलो बाटो बाटो बन्दै रहेछ नि त त्यही भएर एकपट्टि हिलो भयो कस्तो धेरै फलेको आज ओ माई गॉड हिलो कोपी आन्टी बाटोमा कोपी त यहाँ पुगेछ आन्टीले चाहिँ कोपी फुलकोपी के भन्छ बन्दाकोपी गर्दै हुनुहुँदो रहेछ एउटा कोपी चाहिँ गुड्केर आइरहेको थियो धुलो कस्तो बाटो बन्दै रहेछ त्यही भएर हल्का धुलोहरू गाडीहरू आउँदा धुलो भइरहेछ एटलिस्ट भ्यालीको जस्तो धुलो त छैन यता कस्तो दामी छ पाहाडीको सल्लाहको बोटहरू त अर्कै सेप लिइसक्यो त हामी निकै टाढा आइसक्यो उमेरको के आउँछ है झ्याम्म रुख लड्काउँछ क्या है जङ्गल ज्याम ज्याम बजिरहेछ ए ए यो डोजर रहेछ तल जेसिबीले खन्दै रहेछ नि त्यही भएर बज्यो होला हो यस्तो पछि बाटो आयो कस्तो खोज क्या यो त तर घरहरू रहेछ यार कस्तो राम्रो राम्रो ब्रोकलीहरू चाहिँ कस्तो नेचुरल यता पनि छ आल्छा कोही ठुलो कोही सानो मोमो पनि आयो लोकल मोमो ओहो जाम इन्द्र सरोवर कुलेखानी हामी पुगेछौँ त कुलेखानी पुगेछौँ त हामी चाहिँ यो हेटौँडा जाने बाटो छोडेर यो कुलेखानी जानेतिर लाग्यौँ यहाँ बाटो छुट्टिँदो रहेछ यहाँ अलि ओह्रो आएपछि हेरौँ बाटो त ठिकै छ भन्छ भन्न त यहाँ बजार रहेछ कलङ्की रे त अरे कलङ्की कुनै खाने रे उतै हो छहरे वन रिसोर्ट बोटिङ गर्ने ठाउँ बोटिङ त इन्द्र सरोवर ताल ए यहाँबाट रहेछ नि त ल इन्द्र सरोवर ताल अरे साथीहरू हेर्नु त
मतलब कुलेखानीलाई इन्द्र सरोवर ताल पनि भनिन्छ होइन। कस्तो कस्तो डेन्जर डेन्जर बाटो त। कति तर यस्तो त राम्रै छ त्यो बाटो त। त्यस्तो टाढा पनि रहेन नि त। ठिकै छ। खै त किराहरू पनि कराउँदैछ कस्तो रमाइलो। चलो मेरो बोटहरू रहेछ। हामी कुलेखानी पुग्यौँ पुग्दैछौँ तर माई गड पानी चाहिँ छैन। बोटिङ गर्न रेडी भएर केटा क्याच बोटिङ सुरु भएछ त्यहाँ। यो अरू बेला माथिसम्म हुन्थ्यो अरे होइन यति माथि माथिसम्म। अन्त तर यो त बिस्तारै बिस्तारै घट्दै गएको रहेछ है। न त मासतिर कति हरियो पलाइसक्यो नि त्यो लेयर 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 पनि छ घट्दै गएको। कस्तो लाग्दैछ एक्सपेक्टेसन कस्तो थियो? तर अस्तिको यो भन्दा त भरेको रहेछ है पानी। अलिक भरिँदै रहेछ बिस्तारै। अस्ति त एउटा भिडियोमा त हामीले पुरै खङरङ्गै खेत सुकेको जस्तो देखेको थियो। यहाँ माथिसम्म थियो क्या पानी। त्यही भएर देखिरहेको छ तर लेयर लेयर भएर बिस्तारै घटेको रहेछ। एकैचोटि घटेको त होइन रहेछ क्या। यो सबै भर्छ यो माथि माथिको सबै भर्छ नि। बा त्यो माथि हरियो पलाउँदैछ नि ऊ त्यो मासतिर त्यतासम्मै थियो र थियो त्यो रुख भन्दा मुनि चाहिँ ट्याक्कै पानी। ए आमामा अहिले हामी बसेको ठाउँ पनि डुबेकै थिएछ त्यसो भए। मुनिको पनि यहीँसम्म आउँछ भनेपछि कहाँको यो पनि भर्छ भनेको। ए यो पनि भर्छ। यहाँ माथिसम्म रहेछ। उसको लेबिल पाउनु पर्ने यो पनि पानी पछि आउँछ बा। कुन कुन सिजनमा त्यस्तो हुन्छ यो कस्तो? अब यो असोजमा भर्छ पानी। यो जहिले यस्तै हो? यो आजकल छोडेको छ कि पानी सुरुङमा। कति गहिरो छ यो? यो गहिरो त अब सन् 97 कि कति फिटको यो यो माथिको त्यो घिर्लिङ चाहिँ के हो बा? त्यो आदि रहेछ रूप लाइन। रूप लाइन के सामान बोक्ने कि मान्छे? सामान बोक्ने। पहिला पुरानो हो? पुरानो 18 सालमा बनेको। पहिलेको पुरानो ठिकसक्यो। 18 सालमा बनेको। यो 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 पोखरी चाहिँ 34 सालदेखि सुरु भएको। ए त्यो चाहिँ 18 सालमा बनेको। अहिले पनि बा त्यो त्यो घिर्लिङ माथिको घिर्लिङबाट सामान उ गर्छ। अहिले त बन्द भइसक्यो। ए खियाल आइसक्यो होला है। चल्दैन चल्दैन चल्दैन। बोटिङ गरेको कति लिन्छ पैसा? खोइ 1550 कि कति भन्दा कतिजना चढ्छ। ए कहाँ हो तल टिकट काट्ने चाहिँ माथि? टिकट उ त्यहाँ काट्छ। ए यही? ए कतिको नम्बर? यो चाहिँ कता यताबाट यता बग्ने हो? यता बग्ने हो कि यता? खोला जमाको पानी गइरहेको चाहिँ ऊ पारीको उसबाट गइरहेको चाहिँ उस तल मुनबाट सुरुङबाट। ए सुरुङबाट त्यहाँबाट जानु त्यो ढुङ्गामा पनि जान्छ त होइन मान्छे? त्यहाँबाट कताबाट जान्छ? मान्छे त्यहाँ ऊ बाटो छ नि त। उता परबाट बाटो छ नि यो माथि ऊ त्यहाँ होटेलबाट सिधा छ नि। ए ए ए यो जङ्गलको मुनि मुनिबाट। कति रहेछ त्यसको चाहिँ? बाहिर त टिकटवाला त यो डोगा हातेर्दै जान्थे।
Mana bodoh jadi ate uti orang saja. Kayak taruh patut. टिकट पनि काट्यो होइन हामी चाहिँ काठको चढ्ने भयौँ त्यो अर्को त जता अरू अन्त पनि पाउँछ नि होइन काठको चाहिँ पाउँदैन कोही एक्सपायर भइसकेछ आफै खियाउने हो खाने चलाउने जाम 15 मिनट मात्रै एकछिन फोटो सोटो खिच्दा भयो नि किन धेरै त्यस्तो केही देखिने यहाँबाट ला 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 5 मिनट त चढ्दा र झर्दा सकिन्छ त नि ल त्यहाँनिर चाहिँ हेलो सानले पुरा हिमाल चढ्नु गएको छ तर फेरि झरिरहेको तपाईँ जान त मिल्दो रहेछ यहाँ फिल्म सुटिङ हुँदै रहेछ ल चढ्ने बोटमा यहाँ आउँदा हाम्रो हामी जाऊ बस ल यता आएर बस्दा हुन्छ नि हिँड्दै बस्नु हुँदैन होस् हुन्छ यो के लागेको चेन्ज गर्नु पर्यो यसको यहाँ बस्दा हुन्छ नि होइन यहाँ बस्दा हुन्छ नि नबस न दाइ यहाँ माछाहरू छ माछा कति छ त डल्फिन त छैन नि ल्याएर हाल्नु पर्थ्यो है त्यही चाहिँ बोटिङ गर्दा गर्दा के भन्छ अमेरिका पत्ता लगाउनेको अरे कोलम्बस हो त्यस्तै हामीले पनि नयाँ टापु पत्ता लगायौँ नत्र नपत्ता हेर्नुहोस् त यहाँ त्यो पनि नयाँ टापु पत्ता लगाएका छौँ अझ यता पनि छ अर्को यो यसको छुट्टै छुट्टै कन्ट्री राखिदिनुपर्छ नाम छुट्टै देश राखिदिनुपर्छ पानीको पानी चाहिँ निकै घटेको रहेछ आजभोलि तर कस्तो शीतल पानीको छेउमा घामले डढेको पनि थाहा हुँदैन नि शीतल भएर भाइ यो पुरा यो माथि छ नि यो माथि यो जङ्गलदेखि मुनिको जति खुइलेको भए त्यतिसम्मै वर्षै पछि त्यतिसम्मै जान्छ ए टक्क छाट्टै काटेको छ वरिपरि यहाँ चाहिँ सुटिङ भइरहेछ यो उयो होला नि त हिरोइनलाई किडन्याप गरे होला अनि हिरोले चाहिँ पुरा पछाएको होला क्या ठोक केटा ठोक भन्दै के गरे होला यो मान्छे ल टाइटानिक टाइटानिक हामी चाहिँ दहीको बाटो पनि छोडेर भेडाखाम बाटो आइसक्यौँ हामी
गौतम बुद्धको मूर्ति रहेछ अलिक बाटो चाहिँ कच्चा अहिलेको भन्दा अलिक बिग्रेको छ बिग्रेको छ पुरा कति बाटोहरू छ ल भेडाखन पुग्यौँ जस्तो छ है त्यसपछि एकछिन घुमेर अनि यताबाट जान्यो अब चितलाङ त हामी चाहिँ अब ट्रेकिङ लिने गरे ल ट्रेकिङ सुरु भयो अब होइन कस्तो कानै मेरो त बन्द भएको जस्तो भयो त तेरो यो चाहिँ चितलाङको भेडा फार्म हो हेर्नुहोस् है तर भेडाहरू चाहिँ सबै चराउन लगिसक्नु भएछ तल भेडाहरू यहाँ चरिरहेछ बाख्रा विकास फार्म हो यस्तो राम्रो ठाउँ छ हेर्नु न यस्तो दामी छ बस्ने ठाउँहरू रहेछ के थियो बाख्रा विकास फार्ममा बाख्राको घच्चीको मूर्ति रहेछ है यति नै रहेछ यहाँ चाहिँ कत्रै फलेको छ त्यो चाहिँ अस्ति चाहिँ यो कच्ची बाटो थियो होइन कच्ची भन्दा पेलेको जस्तो बाटो थियो लास्ट टाइम यस बाटो बन्द गरेको छ तिमी एउटा हिँडेको यो यही बाटो त अन्त जस्तो लाग्छ मलाई अब हामी सायद फर्किन्छौँ मलाई है यतिकै त्यो पनि रहेछ अब हामी चाहिँ फर्किन्छौँ होला भनेको घरहरू यसो हेर्दा त वडा नम्बर 5 चितलाङ त होला चितलाङ थाहा नगरपालिका भनेको यता रहेछ चितलाङ नेवारी चितलाङ थाहा भएको रहेछ चलाई यो घरहरू अलिक कतिको नोटो जस्तो लाग्छ पहिलाको घरहरू हामीलाई यहीँ रोकेको थियो अस्ति यो गाडी रोकेकै छौँ मलाई त्यो फार्मै जान मन लाग्यो राम्रो राम्रो घरहरू चिडिक्क लसुन राखेको छ कोपी हेर न कोपीको त ढेर सारा खोर्सानी खेती माथि छ क्या ऊ त्यो क्या यहाँबाट मदन भण्डारी इन्स्टिट्युट अफ साइन्स एन्ड टेक्नोलोजी यस्तो राम्रो बनाएको रहेछ अनि नास्पाती फार्महरू चाहिँ यतै रहेछ ओहो कस्तो पिसफुल रहेछ घर नास्पाती चितलाङ अर्ग्यानिक भिलेज रिसोर्ट रहेछ किन यो फिता चाहिँ लगाएको उता त सबै सोलर पो रहेछ त टोटल सोलर माथिसम्म यता नि जान मिल्ने रहेछ नि त
धेरै यो नास्पाती फार्मको चाहिँ बिचमा यो बाटो बनिरहेको रहेछ। अनि यता माथि आएपछि चाहिँ यतापट्टिको चाहिँ सानो अलिक सानो सानो बोटहरू रहेछ। अब कस्तो राम्रो बिचमा बाटो बनेर चाहिँ अलिक खतम भयो जस्तो छ। आनन्द नास्पातीहरू यताको चाहिँ बिस्तारै अलिअलि फल्दो रहेछ। कतिवटा अलिक सानो नै छ, थोरै कतिवटा। के छ खबर? थाक्यो? ल कतरान भयो जस्तो छ। खोज्दा छ हामीले यो फार्म हेर्नलाई यस्तो खोज्यौँ, उस्तै फोनको ब्याट्री सकिन लागेर पारी यताको घरहरू बनाउनु नि यस्तो चाहिँ भर्खरै घर रहेछ। कस्तो आनन्द छ है। पंछी पनि मस्त गगन शीतल भयो अब। घाम गयो भने पानी पर्छ होला न त दामी छ। त्यहाँ बस्नु न ल हजुर, आजको हाम्रो घुमघाम कस्तो लाग्यो त समग्रमा बताइदिनु पर्यो। राम्रो लाग्यो। कुलेखानीको पानी सुकेछ, यहाँ बाटो बनाएर कस्तो बनाएछ, ठिकै छ। अनि यो नास्पाती फार्म चाहिँ कस्तो लाग्यो त? धेरै आउने रहर थियो होइन? नास्पाती फार्म बोर्ड त देखेको कस्तो रहेछ भने ठिकै रहेछ। ल ठिकै छ। ल आजको यो नास्पाती फार्मसँगै आजको भ्लगलाई पनि म यहीँ अन्त्य गर्छु साथीहरू। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मेरो यो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। अनि कतिपय चाहिँ कुलेखानी होइन, अनि यो नास्पाती फार्म आउनुभएको छैन पनि होला। मेरो भिडियो हेरेरै इन्जोय गर्नुभयो भन्ने आशा गर्दैछु। आजलाई चाहिँ बाई बाई, नेक्स्ट भ्लगमा भेटौँला।